छु धेरै महिनापछि म स्टार्ट गरिरहेको छु किनकि मम्मीहरू बनाउँदै हुनुहुन्छ ब्लग चाहिँ म चाहिँ एडिट मात्रै गर्छु अनि आज चाहिँ ब्लग भनेको चाहिँ बाजेको बर्थडे नै हुन्छ जाँदा भन्नु होला सायद जो चाहिँ इन्भाइटेड छ उहाँहरू त आउनुहुन्छ अनि जसलाई अब बाहिरहरू हुनुहुन्छ नि आउट अफ कन्ट्री म चाहिँ एउटा दिन्छु हेर्नु होला हेर्न पाइँदैन नि हेर्न पाइँदैन नि हेर्न चाहिँ नबिर्सनु होला नि नबिर्सो चाहिँ सानो किनकि छुट्टी अहिलेसम्म त एसेम्ब्ली हुने टाइम भइसक्यो अब यहाँ हामी हेर्दै गर्छु एकछिन अनि हजुरलाई अहिले भेट्छु त घर गएरै भेट्छु अब घरमै भेट्छु हजुरलाई बाई डेकोरेसन अझै चल्ला टाइट भइसक्यो भोक पनि लागेछ Vietnam đấy à bộ kiểu भइसक्यो जानु भइसक्यो किन यसरी लगाइदिएर क्या यो अलि यसो गर्ने हो कि अब के गरेर लगाइदिएको लगाइदिएको छ क्या
के खाने हो लु अनि माथि जान्छु त्यो प्लेट मलाई ठाउँ भनिदिनु यता यता फिर भाई सामान केकतिर नपर्दैन है ल एकछिन 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 त्यही भएर तपाईँहरूले आफ्नो अमूल्य समय लिएर आउनुभएकोमा धेरै धेरै धन्यवाद र अब चाहिँ हाम्रो केक काट्ने कार्यक्रम सुरु हुन लागेको छ सबैजनाले आशीर्वादका साथ ह्याप्पी बर्थडे गीत गाउन सुरु गर्नु रेडी 1 2 3 गो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी केक खानु जाऊ केरा खुसी भएको सबैजना पानी लगाइदिनुहोस् त्यसै गरेर आफ्नो 2 शब्द राखिदिनु हुन मन्दिर जाने म अनुरोध गर्दछु कृपया धानी बजाउँ ताली सबैजनाले जो अलि खाइ त होला लिएर 1 लाख 10 हजार छ यसलाई लिएर होटलमा यसो बफार गर्नु यहाँ चाहिँ परिवारको नाम त्यसै गरेर सबैभन्दा पहिला त हाम्रो भरतपुर पुन समाजको अध्यक्ष अहिले इन्डियामा जानुभएको छ र उपाध्यक्ष पनि इन्डिया जानुभएको छ
त्यस कारणले आज भरतपुर पुन समाजको तर्फबाट मैले हाम्रो आदरणीय बुवाबाट 1,10,000 रुपियाँ आफ्नो समाजको लागि थापे। सबैभन्दा पहिला त हाम्रो भरतपुर पुन समाजको तर्फबाट उहाँलाई धेरै धेरै शुभकामना र उहाँलाई अझै 100 साल मनाएर त्यसो गर्दाखेरि भरतपुर समाजलाई 1 लाख रुपियाँ दिनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। र सबैभन्दा खुसीको कुरा मलाई के लाग्यो भनेपछि मान्छेहरूले 84 पूजा गर्ने या अरू पूजा गर्दाखेरि के गरिन्छ, हामीले 7-8वटा बाहुन बोलायो, बाहुनलाई के अरे त्यो धनी धनी बाहुनलाई पैसा दिएको देखिन्छ। तर उहाँले यो जुन काम गर्नुभएको छ उहाँले दिएको पैसा हामीले व्यक्तिगत खर्च गर्दैन, समाजको लागि खर्च गर्छ। समाजको लागि खर्च गर्नु नै एउटा ठुलो पुण्य काम हुनेछ। र फेरि अन्तमा म उहाँको फेरि स्वास्थ्य दीर्घायुको शुभकामना दिँदै भरतपुर पुन समाजको तर्फबाट फेरि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब अर्कोले पैसा दिँदैन बोलाउनु लाग्ने होला नि त। कसो लामा अब सूर्यनगरको होला नि त। सूर्यनगरको स्टाफ जानुभयो। छोड़ दे यो समाते पुरा छोड़ दे छोड़ दे भाजी तो उम्मीदवार हो क्या हो अरे यो भाजीलाई एउटा भाजी हात 그렇지 얘 사왔잖아 म पनि होइन के पकाउने हो, के को व्यवस्था छ, के हालिदिने सानो भाँडामा चोरै पकाउने हो। अब त्यो ल्याउने त भाँडा लिएर अनि
सानो आउँछ क्या कहिले नि फोटो पनि त्यसरी खिच्नुहुन्न युट्युबमा हाल्ने हो
साह्रै राम्रो नाच्यो दिदीले। आज हाम्रो ससुरा बुढाको 84 वर्ष पुगेको बर्थडेको कार्यक्रम पनि समाप्त भयो। सबैजना आफ्नो घरतिर लाग्यो भन्दै आजको रसलक्ष्मी भ्लगबाट बिदा चाहन्छु।